ल साथी, नेपाल त वर्ल्ड कपमा क्वालिफाई भएछ नि यार। ए साथी यार, त्यो त मलाई पहिल्यै थाहा थियो नि त। नेपाली क्रिकेट T20 वर्ल्ड कपमा क्वालिफाई हुन्छ नि त। म त यो क्वालिफायर सुरु हुनुभन्दा अगाडि नै थाहा थियो साथीहरू होइन। म त्यस्तो नेपाली क्रिकेटमाथि अहिले चाहिँ धेरै विश्वास गर्ने मान्छे भएको छु। किन भन्दाखेरि अस्ति भर्खर हेर वेस्ट इन्डिजको सिरिज नै जित्यो नेपालले, फर्स्ट सिरिज टेस्ट नेसनसँग। यस्तो राम्रो भइरहेछ अहिले नेपाली क्रिकेटको ग्रोथ हेर होइन। नेपाली क्रिकेट अब हेर 2026को वर्ल्ड कप अब इन्डिया र श्रीलङ्कामा खेल्न जाँदैछ होइन। नेपाली क्रिकेटको यो एसोसिएसन नेसनमा राइज हेर होइन, यस्तो राम्रो भइरहेको छ कि अब 2024को वर्ल्ड कप नै हेर नेपालको जस तिनवटा हाम्रो गेमहरू हार्न पुगे पनि तर गेम त एकदम प्रपर होइन। साउथ अफ्रिका झन्डै हराइसकेको थियो, बङ्गलादेशलाई त्यस्तै क्लोज म्याच गइरहेको थियो होइन। अब 2026को वर्ल्ड कप इन्डियामा हुँदैछ, इन्डिया श्रीलङ्कामा हेर जाऊ। इन्डियाको ग्राउन्डमा इन्डियालाई हराउनु नै नेपालको सबभन्दा ठुलो जित हुन्छ क्या। अब त्यो टार्गेट लिनुपर्छ नेपाली क्रिकेटले बल्ल। त्यस्तो राइज भएको छ र साथी। अस्ति त झन्डै फेरि कतार सँग त हार्न लागेको म्याच थियो नि। साथी नेपाल भनेको कार्डियाक किट एउटा ट्याग लागेको छ नि। नेपाल हार्न लागेको थियो सुरुमा, जस्तो नेपालीहरूलाई जुन मनमा थियो नेपाल तब हार्न लाग्यो, मलाई पनि भइरहेको थियो हार्छ। तर म पनि विश्वास थिएँ, म यति अप्टिमिस्टिक मान्छे हो कि नेपाल त्यो बेलासम्म पनि नेपालले कमब्याक चाहिँ गर्छ है साथी भन्ने मलाई भइरहेको थियो। हेर नेपालको जहिले पनि कमब्याक पछाडिबाट हुन्छ कि। नेपाली पहिला प्लेइङ ब्याट्सम्यानहरू हेर न, पछाडिको ब्याट्सम्यानहरू धेरै रन हान्छ नि त नेपालमा। अहिले चाहिँ जस ओपनिङ ब्याट्सम्यान राम्रो भइरहेको छ, रोहित पौडेलको कप्तानीमा राम्रो भइरहेको छ। जस नेपाल कमब्याक गर्नमा चाहिँ माहिर छ क्या, राइज भइरहेको क्या एउटा ए साथी। त्यस्तै नेपाली क्रिकेटले त्यस्तो प्रगति गरे यार साथी। तर हाम्रो नेपाली फुटबलको चाहिँ अझै पनि बिजोग छ यार। हो साथी यार, नेपाली फुटबल यार यत्रो वर्ष कति वर्ष भयो सायद ए डिभिजन लिग पनि गराउन सकेको छैन। इन्फा नै साथी समयमा लिग ए डिभिजन लिग भएको छैन, समयमा लिगको तालिका सार्वजनिक गरेको छैन। खेलाडीहरू पनि विदेश पलायन भइरहेको छन्, फिल्डै चेन्ज गरिरहेको छ। कति खेलाडीहरू त प्रोफेसन छोडेर टिकटकर समेत भइसक्यो नेपालमा। यस्तो अवस्था जस्तो वर्ल्डमा हेर फुटबल कति अहिले कस्तो फेमस छ नि त होइन। वर्ल्डमै सबभन्दा पपुलर गेम फुटबल हो नि त। नेपालको हालत हेर फुटबलमा कस्तो छ। इन्फाले यो जिम्मेवारी अलि लिएर अलि व्यवस्थित गरेर नेपाल सरकारले त्यो हेर्नुपर्ने थियो। क्रिकेटको अलि टिभी जस्तो ग्राउन्ड अहिले राम्रो भइरहेको छ। अहिले भर्खर 5वटा फ्लड लाइटहरू पनि जडान भइरहेको, आज भर्खर एउटा फ्लड लाइट जडान भएको छ। जस क्रिकेटले एउटा नेपालमा एउटा राइट चाहिँ लिएको छ, जस क्रिकेटबाट नेपाल चाहिँ जस चिनिएको छ। त्यस्तै गरी फुटबल पनि हाम्रो आउँछ भन्ने आशा छ। हिजो भर्खर नेपाल र भियतनामको म्याचमा नेपाल हार्न पुग्यो। यस्तो म्याच हारिरहेको छ नेपाल होइन। त्यही भएर यसमा पनि सबै निकायहरू जिम्मेवार हुनुपर्छ। त्यसको लागि चाहिँ एन्फामा हुने राजनीतिकरण चाहिँ अन्त्य हुनुपर्छ होइन। अनि त्यसपछि राम्रो कोच हुनुहुन्थ्यो। योभन्दा पहिला चाहिँ अब्दुल्ला अल मुताहिरी कोच हुनुहुन्थ्यो। राम्रो कोचलाई पनि नेपालमा टिक्न दिएन। अहिले चाहिँ अब्दुल्ला अल मुताहिरीले श्रीलङ्काको लागि चाहिँ श्रीलङ्काभन्दा वरियता माथि भएको राष्ट्रसँग चाहिँ राम्रो नतिजा निकालिरहेको छ। त्यो हुनाले चाहिँ हेर्दा चाहिँ अब क्रिकेटमा पनि जुन मन्टी देसाई आएपछि जुन पहिला पनि जस नेपाल यो तेस्रो वर्ल्ड कप हो होइन, वर्ल्ड कपमा पुगिरहेको थियो। 2014 पछिको 10 वर्ष लाग्यो नेपालमा वर्ल्ड कप 24मा पुग्नलाई होइन। त्यसपछि अब हेर्दै 14 पुग्यो, 24 पुग्यो, अब 26, अब हेर 28 पनि पुग्छ कि नेपाल। म त्यति विश्वास छ मलाई, किनभने नेपालको त्यो क्रिकेटको राइज हेर होइन। अब बिस्तारै नेपाल टेस्ट खेल्नमा धेरै वर्ष हामी कुर्नुपर्छ जस्तो लाग्दैन नेपाल। त्यही भएर साथी क्रिकेटमा एकदम बेस्ट छ। क्रिकेट बधाई छ हामी सबैले नेपालीहरूलाई। र अब चाहिँ आशा छ फुटबलमा पनि नेपाली फुटबलले पनि यस्तै गरेर एएफसी जुन एसियामा पनि अझै राम्रो गरोस्। र त्यसै गरी फिफा वर्ल्ड कप जुन खेल्ने हाम्रो चाहना छ। क्रिकेटले चाहिँ नेपाली जनतालाई धेरै खुसी दिएको छ। आशा गरौँ फुटबलले पनि त्यो खुसी दिन सकोस् नेपाली। यो दुईटा गेमले धेरै नै राइज लिनेछ भन्ने आशा गरौँ। र अन्य विभिन्न गेमहरू पनि नेपाल सरकारले हेर्नेछ। र खेलकुदले नै एउटा देशलाई चिनाउने एउटा खेलकुद एउटा अङ्ग हो। त्यसै गरी सबैले यसमा जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने छ भन्ने मेरो धारणा छ। हामी सबै खेलप्रेमीको त्यस्तै धारणा छ है त।